So hello everyone, welcome back to my channel. It's me Rihanna Sambongrai, हजुरहरुको प्यारी रिहु बहिनी एन्ड रिहु दिदी। अब जस्तो बहिनी भन्नुहुन्छ सो मैले त बहिनी नै भन्दिहालेँ हैन। अनि गाइस आज चाहिँ है हामीहरु रमेश आमाको घर जाँदै छौं। अनि रमेश आमा र कान्छा आमाको त्यही नजिकै छ नि त। अनि त्यसैले त्यहाँ छ्यामाको घर जान्छौँ भन्दा नि भयो हैन। अनि कतिले भनिराख्नु भएको थियो कि कहिले भ्लग आउँछ दिदी छिटो बनाउनु भन्दा त्यसैले केही कन्टेन्ट नपाए पनि भ्लग चाहिँ बनाइदिएको है। जान्छौँ। आज मेरो आउटफिट त्यतिकै कस्तो कालो देखेको म। त्यही हो जान्छ भिडियो बनाउँछु। आज त्यो लङ भिडियो त हुँदैन, 4 मिनेटको पनि हुँदैन होला। गाइजहरु आजको चाहिँ के हुन्छ नि कन्टेन्ट चाहिँ केही पनि हैन। अनि त्यसपछि म छ्यामाको घरमा जान्छु। छ्यामामा हाम्रो के हुन्छ भने मैले हैन सजेस्ट गर्नु पनि भनेको थिएँ। अनि कतिजनाले चाहिँ के भन्नुभएको थियो भने स्कुल पछि आएर तपाईँ के गर्नुहुन्छ भने त्यो चाहिँ म पछि भ्लग बनाउँछु हैन। अनि त्यतिखेर मलाई भएपछि अनि त्यही हो। अब म क्युएनए नि गर्छु होला, तर म एजहरु क्लासहरु केही नि भन्दिनँ। तर क्युएनए चाहिँ गर्छु होला सायद, आई थिङ्क सो। गर्दैन भने पनि सरी है, कतिचोटि बनाइसकेको छु नि त मैले क्युएनए। त्यसैले सो साथीहरु म चाहिँ अहिले कान्छाको घरमा पुगिसकेँ। आज कस्तो राम्रो देखेको नि, सो तारिफ गरिदिएको आफ्नो पनि। हेलो आइज डब्लु हेलो भन। कति बजी भ्लग बनाएको अङ्कल चाहिँ नबनाउनु हुने? किन छोड्नु भएको? गर्नु खै को कमी हो? अब खै कान्छामा त्यही हो। म चाहिँ कान्छाको घरमा छु। अहिले कान्छामासँग भिडियो बनाउनु थाल्यो भने त अहिले मलाई त कराएर मात्रै मार्छ। त्यही हो, तपाईँहरूले भ्लग बनाउनु न दिदी भनेको सुनेपछि मैले बनाएको हो भ्लग चाहिँ। यस्तो हेर्नु कस्तो काली देखेको म। घाममा गएपछि चाहिँ राम्रै देखिन्छ है फेरि म। ब्ल्याक ब्युटी हो नि त म अलिकति है। छ्याका सेतोको अगाडि त कस्तो नराम्रो देखेको है म। आज मैले लिप लाइनर पनि लगाइदिएको कि गाई चाहिँ। गर्मी छ धरानमा, गर्मी छ। सिधै हामी रमेश आमाको घरमा जान्छौँ। हाम्रो चाहिँ साथीहरू रमेश आमाको घर र यो कान्छामाको घर त्यति साह्रो टाढा छैन कि। जस्तै यहीँ कान्छामाको घर छ भने उता रमेश आमाको घर आइहाल्यो। अनि हाम्रो चाहिँ अब रमेश आमाको घर जाँदैछौँ। त्यही हो। हाम्रो ठुलो मम्मी हेरिरहनु भएको गाइजहरू माथिबाट। अनि त्यहीँ जान्छु। रमेश आमाको घरमा चाहिँ फेरि हिँड्दा सासै अड्किन्छ क्या। हिँडेर साध्य छैन, के गर्नु। लाग्छ कि गाइस तर नि भ्लग चाहिँ बनाउँछु। बुझ्दैन भ्लग बनाउनु छोड्नु हुँदैन भनेर बनाएको हो। ओहो अङ्कलको दर्शन भयो गाइजहरू। खै रमेश आमा त्यहीँ हुनुहुन्छ? रमेश आमा माथि हुनुहुन्छ? ल गाइज आमा रमेश आमा चल्यो अघि आएको थियो। अब म माथि गएँ साथीहरू। आज चाहिँ भ्लग यसो बनाइदिएको मजाले बनाउने हो क्या। हेर्नु सक्नुहुन्छ मम बाबा मेरो फोटो छ। त्यो हिँड्दा चाहिँ सासै अड्किन्छ कि। सबैजना माथि हुनुहुन्छ होला। गाइजहरू म चाहिँ रमेश आमाको घरमा आइसकेँ।
आज काम गरेको कि गाइस सुनेर मर्न आँटिसके आया अहिले पनि कलमा बोलेको क्या हामी अनि आमा कहाँ रमेश हामीले के गर्नुहुन्छ त्यो चाहिँ देखाउँछु ल 4 मिनेटको पनि हुँदैन होला मेरो भिडियो सो गाइजहरू रमेश आमाको चाहिँ यही काम हो अनि मेरो भिडियो बनाउने काम हो मरे पनि हस्नु गाइस त्यही काम कहाँ ठाउँमा पसेको त आज केही कन्टेन्ट छैन त्यतिकै भ्लग बनाए जस्तो भइरहेको गाइस तर नि बनाउँछु है अन्त म यो चाहिँ हाम्रो अङ्कलको चार्जर हो अनि मेरो अब यहाँ एउटा चार्जर छ आइफोनको अब यहाँ मेरो फोन यो फोन चार्ज राखेर म यो फोनले हेर्छु त्यसले यस्तो राम्रो छ कि घाम लागिरहेको तर गर्मी चाहिँ गर्मी छ कि गाइस मरत छ गर्मीले के गर्नु अनि गाइस तपाईँहरूलाई के चाहिँ देखाउनु त कन्टेन्टै एउटा छैन कि अनि तपाईँहरूले भनिराख्नु भएको चाहिँ म क्रिस्चियन हो भनेर होइन गाइस म क्रिस्चियन होइन हाम्रो कान्छा रमेशहरू चाहिँ क्रिस्चियन हो होइन अनि यहाँ चाहिँ फोटोहरू छ है यही देखेर सबैजनाले भन्नुभएको थियो मलाई पनि थाहा छ त्यही गाइस यहाँ चाहिँ हामी आमै हुनुहुन्छ के अरे फोटोहरू छ नानी चाहिँ म चार्जमा राख्छु गाइजहरू आजको भ्लग त के भयो के भयो है भ्लग जस्तो पनि भएन होला है यत्तिकै बनाएको है गाइजहरू यो चाहिँ हेर्नु टाइम पास तपाईँहरूले पनि बना भनिराख्नु भएको थियो त्यसैले मैले बनाइदिएको मात्र हो आमा घर जाँदै लडे म चाहिँ अब कान्छाको घरमा छु अब घर जान्छु आइज डब्लु आइज